गाइज हटियामा हेर्नुहोस् कति दुःख छ मान्छेलाई। यहाँ पानीले तनाव बनाइसकेको छ। हेर्नुहोस् हाम्रो दाजुले यहाँ सोचिरहेको छ के गर्नु नगर्नु। पानीले हेर्नुहोस् कस्तो मारिरहेको छ झट्का। अनि हाम्रो दिदीहरू अब सब्जीहरू अब बिक्री भएन, सबै सब्जीहरू अब कुहिसक्यो। के गर्नु त? गरिब मान्छेको त इज्जतै छैन हो। यो भगवानले पनि साथ दिँदैन। यहाँ हेर्नुहोस् कस्तो बिजोग छ। गाइज हेर्नुहोस् कमसेकम कमेन्ट गरेर भन्नुहोस् के गर्नुपर्ने। हेर्नुहोस् हटिया बजारको यो हाल छ। यत्रो दुःख गरेर मान्छे काम गर्छ, के गर्नु। यहाँ हेर्नुहोस् मान्छेको सामान हेर्नुहोस् कस्तो। सब्जीको त इज्जतै छैन। मरिमरि किसानले खेती गर्छ। धुलाबारी ढाट भन्छन् होइन, यही हटिया हो। यहाँ पानी परेर हेर्नुहोस् कस्तो बिजोग परिरहेको छ। मान्छेहरू एकदम पानी भइसकेको छ। हटिया पनि त्यस्तै।